हेलो साथीहरू, आज चाहिँ हामीहरू यहाँनिर पूजाको खानाको प्रसादी है। यहाँ पापड छान्ने मान्छे यता छ। अघि मैले छानेको, अहिले चाहिँ बहिनीले छानिरहेको छ। एउटा चाहिँ यहाँ झोलामा हाल्ने म्याडम हुनुहुन्छ, प्याक गर्ने म्याडम। अनुहार देखाउन लाज लाग्छ अरे। हेर्नु साथीहरू, अहिले खाने बेलामा त देखाइहाल्छु म। हाम्रो एउटा दिदी हुनुहुन्छ, भन्स्याइन दिदी, एकदम अहिले डान्स पनि डेन्जर गर्छ है। अहिले डान्स पनि देखाइहाल्छु म। मेरो दिदीलाई लाइक कमेन्ट सब्सक्राइब राम्रो राम्रो दिनु होला, मलाई भाइरल बनाइदिनु होला। म भाइरल भयो भने मेरो दिदीलाई म नयाँ साडी किनेर दिन्छु। साथीहरू के बनाउँदै दिदी देखाउनु त। यो चाहिँ हामी भात खाना बनाउँदैछ है, ठुलो डेक्चीमा। यहाँ हाम्रो दिदी कुकम्यान छ के, हजुरहरूलाई पनि दम पकाउनु हो। के अचारको लागि कि आलु दमको लागि? यो चाहिँ अचारको लागि रे। यहाँ कडकजी आउँदै हुनुहुन्छ, उहाँलाई पनि भाइरल बनाइदिनु होला। बनाएको बा बनाएको बुढी पनि हुँदै हुनुहुन्छ, यहाँ भाग्नु भयो उतातिर। पनि हुनुहुन्छ यहाँ भिडियो बनाउँदै देख्नु। डबल ब्याट्री लसुन कुट्दै हुनुहुन्छ। के लाउँदै? लसुन। अनि तपाईँ चाहिँ के गर्दै? सलादको रखवारी? सलादको रखवारी? अनि भुख लागेको बेलामा खाइहाल्यो अनि चुपचाप बसेछ। ए अब के गर्ने त, भुख लागेपछि खानु पर्दैन। बोल्दैन हो, बोल्दैन। केलाई? कुकुमेन, अचारको कुकुमेन। अनि एउटा यता नाति बजाइ खुब, यहाँ नातिलाई मोबाइल देखाउँदै हुनुहुन्छ। नाङ्गै छ बजाया नाति एक पाती हो। कहाँ नाङ्गे छ? यहाँ देखेन आदि खुट्टा कुल्लै छ मेरो। अनि के लगाइदिनु त? त्यो खुट्टामा के लगाइदिनु? मोजा होइन हो कि होइन? अचारको के गरेछ हो भान्जी? अचारको कुकुमेन है साथीहरू। हजुरहरूलाई पनि अचार बनाउनु मन छ भने हाम्रो माइजूलाई भन्नु होला, आउनुहुन्छ बनाइदिनुहुन्छ। मिठो मिठो एकदम, मान्छे पनि कडक छ, अचार पनि कडक बनाइदिन्छ। अनि एउटा यता छ हो कि नचिने त कोही छैन होला। टिकटक साथीहरू, युट्युबर साथीहरूले नचिने त कोही छैन होइन। लाइभमा बैठेको त नै हो। के गरेको आफ्नो आफ्नो दुनियाँमा छ, आफ्नो आफ्नो व्यस्तमा छ यहाँ सब।